जय मासी वेलकम ब्याक टु माई युट्युब च्यानल। म दिना अम्मुले अनि तिमी म मिल्का लेप्चा होइन मिल्का लेप्चा फेरि गरौँ ल दुईजनाले गरौँ अलिकति आऊ न। हेलो एभ्रिवान जय मासी वेलकम ब्याक टु माई युट्युब च्यानल। म दिना अम्मुले म मिल्का लेप्चा अनि आज चाहिँ हामी मुकबङ गरिरहेको छौँ। अनि हाम्रो मुकबङमा के छ भन्दाखेरि चाहिँ यो हाम्रो चिकन र आलुको करी देखाउनु त घोपिन त्यो पक्र हो। अन्त त्यहाँदेखि चाहिँ यो हामीले लिएको छौँ गुर्बेको सब्जी एकदमै दामी भएको छ। अन्त यो हाम्रो सलाड हो। अन्त यो हाम्रो सिद्राको अचार दामी छ बाहिरबाट हेर्छ। यो हाम्रो के को अचार हो भन्दाखेरि चाहिँ टमाटर र लसुन अनि म्याङ्गोको कच्चा आमको अचार यो। अन्त भात छ यो अब हामी खानेछौँ है। हामीले प्रेयर चाहिँ अघि गरिसकेका छौँ। स्टार्ट गरौँ। तिम्रो वाउ दामी भएको छ आफ्नो आफ्नो छ हो। स्पेसली हाम्रो रुथ बहिनीको लागि पनि हो यो मुकबङ। सलाद पनि खाउँ होइन। आज चाहिँ हामीले छिटै गरेका छौँ। अस्ति चाहिँ हामीले 10 बजी राति गरेको थियो त्यो मोमोको है मोमोको। आज चाहिँ हामीले 6 बज्दैछ। प्रभु धन्यवाद। मिठो भयो मिठो भएको है। अनि नि मेका अस्तिको मोमोको भिडियो थियो नि सबैले मन परायो नि। मेरो त्यो कमेन्ट गर्नेमा चाहिँ नि मैले उयो कमेन्टै केही गरिराखेको रहेछु कि अन्त जेम्स भाइले बनाइदियो नि। यो भिडियो मन पराउँछ मन पराउँछ नि। मिठो भएछ अचार त। कोक ल्याउँ भनेको थियो नि त हो। जाडो पनि पुरा पानी पर्दैछ अब त गान्तोकमा हो है। पुरा जाडो छ। कस्तो भएछ मुगा मिठो चर्किहाल्छ। खाना खाँदा पानी नखानु भन्नु होइन तर म चाहिँ अर्किहालेँ अब खाइहालेँ सक्दिनँ नि। यो गुडबे चाहिँ उत्तम दादाले ल्याउनु भएको थियो भुसुक माथि उयोबाट हो 10 माइल भुसुकबाट। अन्त अहिले चिनिकन ल्याएको। कति चाहिँ फेरि यो गुर्बे चाहिँ सुँगुरलाई चारो दिन्छ अरे होइन। गाईहरूलाई चारो दिन्छ अरे होइन सुँगुरहरूलाई।
हामी चाहिँ यहाँ किनेर खान्छ। जङ्गलबाट खोज्दै खोज्दै पनि जान्छ सुँगुरको लागि। हामी चाहिँ किनेर खान्छ। हामी चाहिँ किनेर खान्छ। यो चाहिँ सिद्धको अचार पनि ट्राई गरौँ न है। नामको मात्रै सिद्ध, नामको मात्रै छ कि यति मात्रै छ फ्लेभर। ठिकै छ त। आज चाहिँ कति मिनटको हुन्छ भिडियो? पुरा मिठो लागेछ मिल्कालाई त। मिल्काले त खाइसक्नु आँट्यो हौ आज त। सधैँ त म छिटो हुन्थ्यो हो खानुमा, आज त मिल्का पो। दामी भएछ है। अलग मिठो भयो। गोल्डन मिठो भयो। मिठो गोल्डन। गुरुदेव पनि दामी भयो है। पुरा मिठो भयो साँच्चीमै है। अब हामी नेक्स्ट चाहिँ के को गर्ने? मिक्स नुडल्स भन्छ। नुडल्सको। म चाहिँ पिरो खानु सक्दिनँ त्यस्तो नुडल्स चाहिँ। त्यस्तो डर लाग्छ मुखबाङ खाने खाले चाहिँ। अलिअलि त खाइहाल्छु होइन। हेरौँ न है, नेक्स्ट विक गरौँ ल त्यो चाहिँ। मामाले आज सरप्राइज बनायो मलाई मिल्काले फर्स्ट खायो। हो कि होइन ल? सधैँ चाहिँ म खान्छु नि त है। कम्पिटिसनहरू अन्त त कम्पिटिसनमा त तिमीले फिजेर खान्छ। तिम्रो तर कम्ती पनि थियो होइन। मेरो त एक खाएको थिएन। खाजा खाएको थिएन हो, भोक लागिरहेको खाएको थिएँ त्यही भएर। बिहान अलिक खाएकोदेखि अहिले हो। ए दादालाई मेसेज गर्नु त्यसपछि अहिले गरिदिन्छु ल। सिजनमा हुन्छ। मजा 9 मिनट भइसकेको छ।
पर्ख मलाई मजा आयो मजा आयो साँच्चै नै कम्पिटिसन गरेर जस्तो तर बराबर हुनु पऱ्यो नि कम्पिटिसन गरेको बेला होइन तिम्रो त कम्ती न कम्ती हो मैले घटायो नि हामीले कत्रो अचार खान्छ है त्यस्तो थिएन साह्रै मिठो हुनु चाहिँ मैले बनाएको तर साह्रै मिठो है तिमी त लाइन मिठो साह्रै खाऊ cucumber खाऊ अब चाहिँ नेक्स्ट के गर्ने नि त pork पर्क मोमो होइन यस्तै बनाएको यो पर्क ग्रेभी मोमो मोमो ल हेरौँ वा नुडल है नुडल pork अब हामी एभ्री विक आउनेछौँ है तपाईँहरूमा है दामी भात खाँदै खानु बिर्सिँदैछ है खाइदिँदै 15 मिनट हुन आँट्यो हामीले मुखबाङ गरि